कविता लेख्दै थिएँ। कविता लेख्दै थिएँ, भन्दै थिएँ मनको कथा। कविता लेख्दै थिएँ, भन्दै थिएँ मनको कथा र निथार्दै थिएँ मगजमा खुजमुजिएका विकारहरूलाई। कविता लेख्दै थिएँ, भन्दै थिएँ मनको कथा र निथार्दै थिएँ मगजमा खुजमुजिएका विकारहरूलाई। जस्तो केही प्रेमका कथा, केही वेदनाका व्यथा, केही सान्त्वनाको याचना, केही अध्यात्म, केही दर्शन, केही कुण्ठा, केही क्रन्दन अनि केही मनको स्पन्दन। कविता लेख्दै थिएँ, भन्दै थिएँ मनको कथा र निथार्दै थिएँ मगजमा खुजमुजिएका विकारहरूलाई। तर कसलाई भन्ने, कसलाई सोध्ने, कसले सुन्ने, कसलाई सुनाउने अनि कसले बुझ्ने, कसले बुझाउने। सबैलाई बोलाएँ मैले, सबैलाई बोलाउँदै गएँ आफूभित्र आफूतिर। सबैलाई बोलाएँ मैले, सबैलाई बोलाउँदै गएँ आफूभित्र आफूतिर। हावा आयो फरफराउँदै र बत्तिएर ल्यायो केही पहाडका गीतहरू। हावा आयो फरफराउँदै र बत्तिएर ल्यायो केही पहाडका गीतहरू। घाम आयो बिस्तारै र उज्यालो बनाइदियो मनको क्षितिज। हावा आयो फरफराउँदै र बत्तिएर ल्यायो केही पहाडका गीतहरू। घाम आयो बिस्तारै र उज्यालो बनाइदियो मनको क्षितिज। पानी बर्सियो झरी बनेर र भिजाइदियो शब्दको बाँझोबारी। बादल आयो गडगडाउँदै र बुझायो अनुप्रासको मृदङ्ग ताल। आकाश आयो र देखाइदियो कल्पनाको अनन्त दृश्य। गाउँ आयो र डोर्यायो सङ्घर्षको गोरेटो। अनि सहर आयो र सुनायो सपनाका विदारक कहानीहरू। पुराणहरू मनै छेउ आए र बिस्तारै फुसफुसाए प्राचीन मन्त्रहरू। पुराणहरू मनै छेउ आए र बिस्तारै फुसफुसाए प्राचीन मन्त्रहरू। क्रमैसँग आए वेद अनि उपनिषदहरू र एक लयमा आलाप लगाए दर्शनको गुह्य वेद। ती ऋषिहरू, ती मन्त्र द्रष्टा ऋषिहरू आए र केही बताए अनि गए। अस्पष्ट, अस्मेल, असाध्य अनि अपरिमेय ज्ञान जस्तो आत्मन, ब्रह्मन, साकार, निराकार, सगुण, निर्गुण, माया, मोक्ष बताइरहे। फेरि इतिहास आयो एउटा अतीत बोकेर र सुनायो पुर्खाका कथाहरू। फेरि इतिहास आयो एउटा अतीत बोकेर र सुनायो पुर्खाका कथाहरू। वर्तमान आयो कर्म भनेर र देखायो जीवन समरका व्यथाहरू। भर्खरै भविष्यको सानो झलक देखिँदैछ। भर्खरै भविष्यको सानो झलक देखिँदैछ। म सोच्दैछु साँच्ची के ल्याएको होला उसले।